साथीहरू सेवाहरू सबैमा मेरो नाम विक्टर राई। म तपाईहरुलाई आज कसरी फरवर्ड ह्यान्ड फ्लिप हान्ने भनेर सिकाउँदैछु। त्यसको लागि चाहिँ हामीले फर्स्ट स्टेप चाहिँ 2-3 स्टेप पार गर्नुपर्ने हुन्छ। फर्स्ट स्टेप चाहिँ यसरी हामी पल्टिनु पर्यो यसरी। अनि सेकेन्ड स्टेप चाहिँ यसरी उभिनु नि सक्नु पर्यो यसरी। यो चाहिँ भयो सेकेन्ड स्टेप। अनि थर्ड स्टेप चाहिँ यसरी हामी यस्तो यसरी उठ्न सक्नु पर्यो। जब यो स्टेपहरू चाहिँ तपाईहरुले गर्नुहुन्छ त्यहाँबाट चाहिँ फरवर्ड ह्यान्ड फ्लिप चाहिँ सजिलै गर्न सक्नुहुनेछ। अब म तपाईहरुलाई यो फरवर्ड ह्यान्ड फ्लिप हानेर यहाँनेरि हेराउँछु। यो भन्दा पर्फेक्टली पनि गर्न सकिन्छ। फेरि म एकताल हानेर तपाईहरुलाई हेर्नुहोस्। हुन्छ, सबैलाई धेरै धेरै धन्यवाद हेर्नुहुनेहरूलाई। प्लिज लाइक, शेयर एन्ड सब्सक्राइब गरिदिनु होला। एन्ड देन कमेन्ट एन्ड देन सबैलाई सेवाहरू। ओके, आजलाई बाई बाई, धन्यवाद।